सबैजनालाई आज चाहिँ हामीले मारुगोतोको शोक्यु इची खाचुदोको चाहिँ हामी पढाउन गइरहेका छौँ है। खाचुदोको चाहिँ गराउन गइरहेका छौँ। सरसरी सजिलो बुक छ। यसको मेन फोकस भनेको हाम्रो चाहिँ रिडिङ अनि अर्को चाहिँ उसको लागि लिसनिङ रिडिङ भन्दा पनि लिसनिङ र एक्सप्रेसनहरू एकदम ग्रामरहरू क्लियर पार्छ यसले चाहिँ है। यो मारुगोतो चारवटा पार्टहरुमा दुई दुईटा गरेर बाँडिएको छ। चारवटा बुकमध्ये खाचुदो अनि रिखाइ भनेको उ गर्ने एक्टिभिटी, खाचुदो भन्ने एक्टिभिटी भयो, रिखाइ भनेको जानेको कति चाहिँ अन्डरस्ट्यान्डिङ बढ्यो भन्ने कुरा छ। अहिले चाहिँ हामी खाचुदोबाट गर्न गइरहेका छौँ है। खाचुदोमा हेरौँ त के हुन्छ है। खाचुदोको च्याप्टर 1 बाट जाने गर्न कोसिस गर्छौँ। च्याप्टर 1 हामी चाहिँ गर्छौँ पहिले। ल वातासितो खाजोको, म र परिवार भन्छ है। च्याप्टर 1 मा के छ? म र परिवार भनेको छ। टोक्यो नि सुन्देइमास भनेको टोक्योमा बस्छु भन्ने कुरा गर्छ। अर्को भने लेसन 2 मा सुमी वा क्लासिको किकुगोतो देश। दोस्रोमा चाहिँ हामीले म्युजिक सुन्नु छ मेरो, सुमी हो क्लासिक म्युजिक भन्ने कुरा गरेको छ। ल अब हामी चाहिँ जाउँ टोक्यो नि सुन्देइमास। टोक्यो नि सुन्देइमास भन्छ है। यसरी माथिको कुरा चाहिँ त्यो सेट तो सिमास नदे है। म सेट गर्दैछु, त्यही भएर एकछिन गर्नु है। सानो गर्नु पर्यो होइन। ल सेट आएको छैन, ले यति गरौँ होइन, सबै आएको छ अहिले चाहिँ। अब यति गर्दा ठिक हुन्छ। ल अब हेर, टोक्यो नि सुन्देइमास है। टोक्योमा बस्छु भन्ने छ। दाइखा पहिलो लेसनमा चाहिँ हाम्रो चाहिँ के छ? टोक्योमा बस्छु भनेर भनेको छ। वातासिनो खाजोकु शिन्सेकी, मेरो परिवार नातेदार भन्छ है। वातासिनो मेरो, खाजोकु परिवार, शिन्सेकी भनेको नातेदार। खाजोकु शोखाइसिमास, मैले चाहिँ आफ्नो परिचय परिवारको परिचय गर्छु भन्छ। नाकामुरा है माओसान नो खाजोकु, नाकामुरा माओसान भनेको परिवारको बारेमा चाहिँ हामी पढ्न गइरहेका छौँ यहाँ भन्ने कुरा। सोफु ओजीसान है। सोफु भनेर आफ्नो हजुरबाला भन्दा सोफु भनिन्छ भने ओजीसान भनेर प्राय पोलाइट वेमा आफ्नो हजुरबाला भन्दा पनि भयो, अरूकोलाई भन्दा त हामीले पोलाइट युज गर्नै पर्छ। ओजीसान नै भन्छौँ। आफ्नोलाई भन्दा पनि ओजीसान अथवा ओजीच्यान पनि भन्ने गर्छौँ है। ओजीच्यान पनि हामीले युज गर्छौँ, ओजीच्यान। त्यसै गरेर सोबोमा चाहिँ ओबासान ओबासान र ओबाच्यान भनेर पनि भन्ने गरिन्छ हजुरआमालाई है। आफ्नो हजुरआमा भए पनि ओबाच्यान भनिन्छ, अरूकोलाई ओबासान। आफ्नोलाई पनि पोलाइटमा बोल्न सकिन्छ है मजाले। फेरि यो होइन कि आफ्नोलाई चाहिँ भन्न हुन्न भन्ने होइन। अनि अर्को छ अङ्कल आन्टीकोमा पनि हल्का मिल्दोजुल्दो छ। हेर्नुहोस् त यहाँ अङ्कल आन्टीमा के छ भन्नुहुन्छ भने यहाँ ओबासान है। यहाँ ओबा छ, ओबासान। यहाँ आ थियो, यहाँ आ छैन, ओबा मात्रै छ। ओबासान है आन्टीलाई। अङ्कललाई ओजीसान थियो हाम्रो हजुरबामा भनेपछि यहाँ ओजीसान मात्रै है। त्यसरी चाहिँ भएको छ। अनि चिचीलाई त ओतोसान पनि भनिन्छ है। ओतोसान र चिची भइहाल्यो। हाहा आमालाई चाहिँ उखासान है, यसरी भनिन्छ। अनि क्योदाई दाजुभाइ दिदी बहिनीहरूलाई हामीले क्योदाई है। क्योदाई भनेको दाजुभाइ दिदी बहिनी। यसमा पर्छ आनी दाई, अरूको दाईलाई भन्नुपर्दा ओनिसान है। अरूको दाई अथवा पोलाइट वेमा बोल्नु पर्यो भने ओनिसान। जस्तै आने दिदी भइहाल्यो, ओनिसान र ओनेसान। वातासी भइहाल्यो है, माओसान भइहाल्यो त। ओतौतो सान, इमौतो चाहिँ इमौतो सान भनेर यसरी बोलाइन्छ है। त्यस्तै गरेर अब यहाँ छ इसिगावा इचिरो सान नो खाजोकु। इसिगावा इचिरो सानको चाहिँ परिवार कस्तो छ त? ओत्तो श्रीमान है, हस्बेन्डलाई के भने ओत्तो। अनि अर्को गोस्युजिन भनेको भने हस्बेन्डलाई पोलाइट वेमा, अरूको हस्बेन्ड अथवा पोलाइट वेमा भन्दा गोस्युजिन भनिन्छ। चुमा है, श्रीमतीलाई चुमा, ओकुसान है। चुमा अनि अर्को के भन्न सक्यो? ओकुसान भनेर पनि भन्न सक्यो।
त्यस्तै गरेर वातासी इचिरो सान भइहाल्यो है। अनि अर्को छ मुसुको, मुसुको सान, मुसुमे, मुसुमे सान। मुसुको भनेको छोरा, मुसुमे भनेको छोरी। पोलाइट वेमा बोल्दा अथवा अरूको बोल्दा हामी के छ मुसुको सान, मुसुमे सान भनेर बोलिन्छ है। त्यस्तै गरेर अब आफ्नो परिवारको बारेमा बताउने भनेको छ। तिम्रो खाजको आफ्नो खाजको चाहिँ बुवा आमा को हुनुहुन्छ उहाँहरूलाई बताउँदाखेरि कसरी बताउँछौ भनेर यहाँ चाहिँ खाली छोडिदिएको छ। अब वातासी ताची वा टोकियो नि सुन्देइमासु है, हामीहरू टोकियोमा बस्छौँ भनेर भनेको है। वातासी ताची वा टोकियो नि सुन्देइमासु, हामीहरू टोकियोमा बस्छौँ भन्छ। अब हामीलाई चाहिँ यहाँ चाहिँ लिसनिङ कान जस्तो बनाएको छ नि त। कान जस्तो बनाएको छ भनेको लिसनिङ हो भन्ने कुरा बुझ्नु पर्यो। लिसनिङमा यहाँ चाहिँ क्वेसनहरू दिएको छ, उत्तर गर्ने है। इक्जाममा पनि यसरी नै लिसनिङ, एउटा लिसनिङबाट दुईवटा क्वेसन आउँछ। अनि लिसनिङ प्रत्येक प्रायः जस्तो लिसनिङमा दुईवटा क्वेसन हुन्छ। अनि तलतिर यसरी स्क्रोल गर्ने है, तलतिर लिसनिङ हुन्छ। माथितिर बजाउने ठाउँ भए पनि तलतिर अप्सनहरू तलतिर हुन्छ, त्यही भएर तलतिर हेर्ने कोसिस गर्ने है। दोकोनी सुन्दैमासका पहिलो क्वेसन के छ? दोकोनी सुन्दैमास कहाँ बस्नुहुन्छ भनेको है। टोकियो, इटालिया, ब्राजिल, चिउगोकु र अमेरिका, यो चाहिँ अहिले लिसनिङमा भन्छ दोकोनी सुन्दैमास। खाजोकु वा नान्निन देशका परिवार चाहिँ कतिजना छन्? दुईमा के छ? खाजोकु वा नान्निन देशका परिवार कतिजना छन्? शिगोतो वा नान देशका काम चाहिँ के हो? दोकोदे हाताराइतेइमासका कहाँ काम गर्नुहुन्छ? 3 नम्बर क्वेसन है। यसरी होतेरु हैन, ब्योइन, सुफु, कुर्बानो खाइस्या है, त्यस्तै गाकुसे भनेर यसरी राखेको छ। अब हामी सुनेर है, यहाँ यो सुनेर चाहिँ भर्ने प्रयास गरौँ है। ल इचिबानबाट सुन्ने प्रयास गरौँ। 1、私は鈴木まりです。東京に住んでいます。私の家族は3人です。夫と娘と私です。私はホテルで働いています。 जो अहिले बोल्यो त्यसले के भने टोकियोमा बस्छु, 3 जनाको परिवार र होटेलमा काम गर्छु भनेर भनेको छ। फेरि एकचोटि स्लोमा सुन्नु है त। 1、私は鈴木まりです。 म चाहिँ सुजुकी मारी हुँ, 東京に住んでいます。 टोकियोमा बस्छु। 私の家族は3人です。 मेरो परिवार चाहिँ 3 जनाको हुनुहुन्छ। 夫と娘と私です。 हस्बेन्ड, छोरी र म छौँ। です。私はホテルで働いています。 म चाहिँ होटेलमा काम गर्छु भनेर यसरी भनेको छ। अब यसरी चाहिँ 1 को चाहिँ यहीँ लेखेको छ। अब हामी 2 नम्बरको सुनौँ है त। 2 को के भन्छ? 2、私の兄は中国に住んでます。家族は4人です。兄の奥さん、息子2人です。兄は車の会社で働いてます。 बुझ्नु के भन्ने होला त? एकचोटि ट्राई गरेर लेख्नुहोस् है। अनि म फेरि यसलाई ट्रान्सलेट गरेर भनिदिन्छु। ल सुन्नुहोस्, यही कुरालाई अब ट्रान्सलेट गरेर भन्छु है। 2、私の兄は中国に住んでます。 मेरो दाजु चाहिँ चाइनामा बस्नुहुन्छ। 家族は4人です。 परिवार चाहिँ 4 जना छौँ। 兄の奥さん、息子2人です。 दाईको श्रीमती अनि छोराहरू 2 टा। 兄は車の会社で働いてます。 दाई चाहिँ कारको कम्पनीमा काम गर्नुहुन्छ। ल अब भयो लेख्नुहोस् त, कसरी लेख्ने ट्राई गर्नु त एकचोटि। ल अब चाहिँ म भनिदिन्छु है सबै उत्तर चाहिँ। 私の兄は中国に住んでます。家族は4人です。 पहिला त्यहाँ चाइना लेख्नुहोस् 1 नम्बरमा। परिवार चाहिँ कति? 4 जना हुनुहुन्छ भनेर लेख। です。
兄の奥さん、息子2人です。兄は車の会社で働いてます。दाइ चाहिँ कार कम्पनीमा काम गर्नुहुन्छ भनेर भन्छ है। यसरी चाहिँ 2 नम्बर भयो। अब हामी 3 नम्बरको सुनौँ है त। 3. 私の姉はイタリアに住んでます。家族は2人です。姉とご主人です。姉は学生です。イタリアでオペラを勉強してます。के रहेछ इटालियामा ओपेरा चाहिँ पढिरहनु भएको छ भन्छ है। अब यसैलाई फेरि यो तपाईले गरेर हेर्नुस्। अब यसपछि मैले फेरि ट्रान्सलेट गरिदिन्छु अनि उत्तर लेखौँला है त। 3. 私の姉はイタリアに住んでます。 मेरो दिदी चाहिँ कहाँ इटालियामा बस्नुहुन्छ। 家族は2人です。 परिवार चाहिँ कतिजना हुन्छ? 2 जना हुनुहुन्छ। 姉とご主人です。 आने रご主人हुनुहुन्छ। 姉は学生です。 दिदी चाहिँ विद्यार्थी हुनुहुन्छ। イタリアでオペラを勉強してます。 इटालियामा ओपेरा भने डान्स टाइपको त्यो चाहिँ सिकिरहनु भएको छ। यसरी चाहिँ भन्यो। अब चाहिँ यसको एन्सर चाहिँ के भयो त? एन्सर हेर्नु पर्यो है। अब एन्सर चाहिँ लेखौँ है त। ल एन्सर लेख्ने प्रयास गरौँ फेरि। 3. 私の姉はイタリアに住んでます。 कहाँ बस्नुहुन्छ? इटालिया। एकमा के भयो? इटालिया भयो है। बी नम्बर भयो। 家族は2人です。 परिवार चाहिँ कतिजना हुन्छ? 2 जना हुनुहुन्छ। 姉とご主人です。姉は学生です。 姉は学生ですभनेर भन्छ है। イタリアでオペラを勉強してます。 के गर्नुभएको रहेछ? ओपेरा। ओपेरा हो भेन्क्यो स्टेमास। इटालियामा के गर्नुभएको रहेछ? ओपेरा हो भेन्क्यो स्टेमास। त्यहाँ गएको चाहिँ लेखेको छ है। यसरी चाहिँ पत्ता लगाउने। अब हामी जान्छौँ योन भान्सुम है त। 4. 私のおばはブラジルに住んでます。おばは母の妹です。おばの家族は6人です。おばは主婦です。今仕事はしてません。 के रहेछ? ओबा चाहिँ सुप हुनुहुन्छ, अहिले काम गरिरहनु भएको छैन भन्छ है। त्यसरी अब फेरि यसको उत्तर प्रयास गर्नुस् है। उत्तर लेख्ने प्रयास गर्नुस्। अब म चाहिँ फेरि यसलाई ट्रान्सलेट गरिदिन्छु। 4. 私のおばはブラジルに住んでます。 मेरो ओबा चाहिँ है कहाँ बस्नुहुन्छ? ब्राजिलमा। आन्टी चाहिँ कहाँ बस्नुहुन्छ? ब्राजिलमा बस्नुहुन्छ। おばは母の妹です。 ओबा भनेको आन्टी चाहिँ आमाको बहिनी हुनुहुन्छ। おばの家族は6人です。 आन्टीको परिवार चाहिँ 6 जनाको छ। おばは主婦です。 आन्टी चाहिँ गृहिणी हो, हाउसवाइफ। 今仕事はしてません。 अहिले काम गर्नुभएको छैन। ल यसरी अब यसको उत्तर खोज्ने प्रयास गरौँ है त। 4. 私のおばはブラジルに住んでます。 मेरो ओबा चाहिँ कहाँ बस्नुहुन्छ? ब्राजिलमा बस्नुहुन्छ। अनि お ब्राजिल ば भयो। は母の妹です。 यो आमाको बहिनी हुनुहुन्छ। おばの家族は6人です。 अनि परिवार कतिजना? 6 जना। ब्राजिलमा बस्ने 6 जना परिवार। おばは主婦です。 अनि काम चाहिँ के रहेछ उहाँको? सुफु। सुफु भनेको गृहिणी, हाउसवाइफ हुनुहुने रहेछ है। यसरी यहाँ चाहिँ लेख्ने। यति लेखेपछि भयो है। यसरी चाहिँ कम्प्लिट गर्ने भन्ने यही कुरा चाहिँ यहाँ बताउनु खोजेको। यसरी लिसनिङलाई चाहिँ हामीले दुईचोटि भन्दा धेरै सुन्न पाइँदैन है इक्जाममा। त्यही भएर त्यही हिसाबले तयारी चाहिँ गर्नु होला। इक्जाममा यस्तै किसिमको लिसनिङ आउने चाहिँ है। ल रुरु हाकेची भाषा। अब चाहिँ के गर्नु पर्यो? रुल चाहिँ के हो भन्दाखेरि हामीले बोल्छौँ नि, बोल्ने र लेख्नेमा फरक हुन्छ जापानमा भन्छ। हेर्नुहोस् त, टेफम प्लस इमास छ नि, बोल्दाखेरि तेमास भन्छौँ के।
तेइमास हुन्न कि तेमास मात्रै हुन्छ, ई चाहिँ साइलेन्ट हुन्छ। सुन्देमास, सुन्दै इमासको के हुन्छ सुन्देमास। हातराई तेइमासको हातराई तेमास, ई चाहिँ साइलेन्ट भएको हुन्छ फास्ट बोल्दाखेरि, त्यही कुरा गरेको है। जहिले पनि हामीले बोल्दाखेरि ई चाहिँ हुँदैन, लेख्दाखेरि ई चाहिँ लेख्नुपर्छ फेरि है। ग्रामेटिकली ई हो तर बोल्दाखेरि त्यो आउँदैन, सितेमास यातेमास ताबेतेमास है, ई चाहिँ साइलेन्ट भएको, अरू केही पनि होइन, त्यही ई साइलेन्ट हुन्छ भनेर यहाँ चाहिँ भनेको छ। ते फर्म प्लस इमास गराउँदा ई साइलेन्ट हुन्छ भनेर यहाँ चाहिँ भनेको छ, अरू केही पनि होइन है। ल हेर, आनातावा दोकोनी सुन्दैमासका, दोकोनी सुन्दैमासका, नानी यो स्टेमासका, तपाईँ कहाँ बस्नुहुन्छ, के गर्दै हुनुहुन्छ, के गर्नुहुन्छ। वातासी वा सुजुकी मारी देश, म सुजुकी मारी हो। टोकियो नि सुन्दैमास, म चाहिँ टोकियोमा बस्छु। वातासी नो खाजोकु वा सान्निन देश, मेरो परिवार चाहिँ 3 जनाको छ। ओतो तो मुसुमे देश, श्रीमान र छोरी हो। वातासी वा होटेल दे हाताराइते इमास, म चाहिँ होटेलमा काम गर्छु। यसरी चाहिँ परिचय दिँदा है, परिचय दिँदा धेरै राम्ररी दिन सकिन्छ इन्टरभ्यूको लागि त। यो चाहिँ एउटा सिम्पलको रूपमा चाहिँ परिचय यसरी दिनुपर्छ भनेर यहाँ चाहिँ लेखेको छ है, त्यही कुरा हो। ल अब आउँछौँ वातासी ताची वा निहोङ्गो दे हानासिमास, हामीहरू जापानिज भाषामा कुरा गर्छौँ है। वातासी ताची वा निहोङ्गो दे हानासिमास, वा हामीहरू जापानिज भाषामा कुराकानी गर्छौँ। ल हेर, मारी सान्नो खाजोकु या सिनसेकी वा मारी सान्नो कोस्युजिन्तो नानी गोदे हानासिमासका, मारीजीको परिवार नातेदारहरू मारीजीको श्रीमानसँग कुन भाषामा कुरा गर्नुहुन्छ भनेर भनेको छ। ABCDE लेखेको छ है। जापानिज भाषा, अङ्ग्रेजी भाषा, कोरियन भाषा, इटालियन भाषा र चाइनिज भाषा भनेर भनिएको छ। यहाँ चाहिँ मारिसानको यो चाहिँ श्रीमान हुनुभयो, यहाँ चाहिँ यहाँ मारिजी, यहाँ श्रीमान, अब यहाँ चाहिँ दिदी है, दाई, अनि यहाँ चाहिँ अन्टी। यसरी चाहिँ विभिन्न मान्छेहरूसँग कुन भाषामा बोल्नुहुन्छ भनेर यसरी चाहिँ 1 2 3 है, कुन भाषा भनेर यसरी चाहिँ यहाँ लिस्ट बनाएर लेख्ने रे। ल ट्राई गरौँ है त के हुन्छ त। 1、鈴木まりです。日本人です。日本語と韓国語と英語ができます。私の夫は韓国人です。韓国語と英語ができます。日本語も少しできます。私たちは日本語と韓国語で話します。 हेर त, हामीहरू जापानिज भाषा र कोरियन भाषामा कुरा गर्छौँ भनेको छ कहाँ यहाँ, त्यही भएर ए र सी राखेर त निहोङ्गो ए भयो, सी भनेको कोरियन भाषा है। जापानिज भाषा र कोरियन भाषामा कुरा गर्छौँ। जापानिज भाषा, कोरियन भाषा र इङ्ग्लिस भाषा मैले जानेको छु। श्रीमानले चाहिँ अब कोरियन भाषा, इङ्ग्लिस भाषा र जापानिज भाषा जान्नुभएको छ भनेर भनेको छ। फेरि एकचोटि सुनौँ त। 1、鈴木まりです。日本人です。日本語と韓国語と英語ができます。私の夫は韓国人です。韓国語と英語ができます。日本語も少しできます。私たちは日本語と韓国語で話します。 यसरी नै भन्यो है, कोरियन भाषा र जापानिज भाषामा कुरा गर्छौँ। अब अर्को, श्रीमान अब अरूसँग कसरी कुरा गर्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँ सुनौँ है त। 2、私の姉はイタリアに住んでます。日本語とイタリア語と英語ができます。韓国語はできません。姉と私の夫は日本語と英語で話します。 ल यिनीहरूले दिदीले कुन कुन भाषा जानिन्छ भन्दा यहाँ त भाषाको नाम लेख्नु पर्यो 1 2 3 गरेर, अनि यिनी दुईटा उसको श्रीमानले र उसले कुन भाषामा कुरा गर्छन् भनेर यहाँ चाहिँ एबिसिडी मध्ये एउटा लेख्नु पर्यो, यिनी है, यिनी मध्ये एउटा लेख्नु पर्यो है। ल अब हामी यसो फेरि एकचोटि ट्रान्सलेट गरेर बजाउँछ है। ल सुन। 2、私の姉は
イタリアに住んでます。 मेरो दिदी इटालीमा बस्नुहुन्छ. 日本語とイタリア語と英語ができます。 जापानिज भाषा, इटालियन भाषा र इङ्ग्लिस भाषा जान्नुहुन्छ. 韓国語はできません。 कोरियन भाषा चाहिँ जान्नुहुन्न भन्छ. के गर्नु पर्यो? निहोङ्गो, इटालियागो र इङ्ग्लिस चाहिँ यहाँ लेख्नु पर्यो है. इटालियनको र निहोङ्गो र इङ्ग्लिस चाहिँ यहाँ लेख्ने यतातिर यहाँ तीनवटामा. अनि यिनी दुईटा केमा कुरा गर्छन् भन्दाखेरि 姉と私の夫は日本語と英語で話します。 दिदी र मेरो चाहिँ श्रीमान चाहिँ निहोङ्गो र एगोमा कुरा गर्छन् भनेको ए नम्बर र बी नम्बरमा कुरा गर्छन् भन्ने कुरा गर्छ अहिले. अब जाउँ हामी 3 नम्बरमा. 3. 兄は中国の北京に住んでます。中国語ができます。韓国語も少しできます。兄と夫は日本語と韓国語で話します。 के रहेछ? उसको श्रीमानले र उसले केमा दाइले केबाट कुरो गर्छन् भन्दा कोरियन र जापानिज भाषामा कुरा गर्छन् भनेर भनेको छ. फेरि एकचोटि ट्रान्सलेट गरेर. 兄は中国の北京に住んでます。 मेरो दाइ चाहिँ कहाँ बस्छ? चाइनाको. एक मिनट फेरि. 3. 兄は中国の北京に住んでます。 दाइ चाइनाको बेजिङमा बस्नुहुन्छ. 中国語ができます。 चाइनिज भाषा जान्नुहुन्छ. 韓国語も少しできます。 कोरियन भाषा पनि हल्का जान्नुहुन्छ. 兄と夫は日本語と韓国語で話します。 दाइ र बुढा चाहिँ जापानिज भाषा र कोरियन भाषामा कुरा गर्नुहुन्छ भन्छ है. जापानिज भाषा र कोरियन भाषा भने चाहिँ ए र बी चाहिँ यहाँ लगाउनु पर्यो होइन. ए र सी है मा कुरा गर्छन् भनेर भन्छ. ल अब 4 नम्बर सुनौँ त. 4. おばはブラジルに住んでます。ポルトガル語と英語ができます。韓国語はできません。おばと夫は英語で話します。 के रहेछ? यसको फेरि सुन्न त. आफै गरिदिन्छु. おばはブラジルに住んでます。 आन्टी चाहिँ ब्राजिलमा बस्नुहुन्छ. ポルトガル語と英語ができます。 पोर्चुगिज भाषा र इङ्ग्लिस भाषा जान्नु भएको छ. 韓国語はできません。 कोरियन भाषा जान्नुहुन्न. おばと夫は英語で話します。 ओबा र ओत्तो चाहिँ इङ्ग्लिस भाषामा कुरा गर्नुहुन्छ. बी लेख्नु पर्यो है. त्यहाँ इङ्ग्लिस भाषामा कुरा गर्नुहुन्छ भन्छ. します。 यसरी है. कसले के भाषामा कुन भाषामा कुरा गर्छ भनेर यसरी सुनेर चाहिँ प्रत्येकको यहाँ लेख्ने भनेको है. यसरी चाहिँ बुझ्नु पर्यो यसलाई. अब यही कुरा हेर त. सुजुकी मारिदेश. अब हेर यहाँ हेर अब के भन्छ. आनातावा है. आनातावा नानीको गा देकिमास्का. तपाईँ चाहिँ कुन भाषा बोल्न सक्नुहुन्छ? खाजोको या तोमोदाचितो नानीको देहानासिमास्का परिवार र साथीसँग कुन भाषामा कुरा गर्नुहुन्छ भनेर भनेको छ. सुजुकी मारिदेश. सुजुकी मारियो निहोन्जिन देश जापानिज हो. वतासी वा निहोङ्गो तो खानकोकुगो तो एइगो गा देकिमास है. जापानिज भाषा, कोरियन भाषा र इङ्ग्लिस भाषा बोल्न सक्छु. ओत्तो वा खानकोकु चिन्देश है. श्रीमान चाहिँ कोरियन हुनुहुन्छ. खानकोकुगो तो एइगो गा देकिमास भनेको खानकोकुगो र इङ्ग्लिस बोल्न सक्नुहुन्छ. एइगो मो सुकुसी देकिमास. इङ्ग्लिस पनि हल्का बोल्न सक्नुहुन्छ. वतासी वा निहोङ्गो तो खानकोकुगो दे हानासिमास. हामीहरू चाहिँ जापानिज भाषा र कोरियन भाषामा कुराकानी गर्छौँ भनेर यसरी भनेको छ है. यसरी चाहिँ हाम्रो च्याप्टर 1 चाहिँ सकिन्छ. अनि चाहिँ च्याप्टर